मैले माइकल मुभी हेरिसकेँ एन्ड आई नो आई एम लेट। मुभी रिलिज भएको 1 महिना हुन लागिसक्यो र मैले बल्ल भिडियो बनाउँदैछु। अलमोस्ट नेपालको हलमा त यो लाग्नै छोडेछ एन्ड यो मुभी मेरो सिटी बुटरमा नलागेर म केटीएम आइपुगेँ यो मुभी हेर्न। मुभीको बारेमा कुरा गर्ने हो भने आइएम गोना से द मुभी इज गुड इनफ, नट समथिङ एक्सेप्सनल, बट जेको लागि बनेथ्यो त्यो त्यसले गर्छ। यदि हजुर पनि माइकल ज्याक्सनको फ्यान हो भने यु विल लाइक दिस मुभी अलट। पर्सनली म जुन जेनेरेसनबाट आउँछु त्यो माइकल ज्याक्सनसँग त्यति कनेक्ट गरेको छैन, बट आई एम स्योर द मिलेनियल्स एन्ड जेनेरेसन एक्सले यसलाई मन पराउँछन्। मुभी माइकल ज्याक्सनको फ्यान्सको लागि एउटा गिफ्ट जस्तै हो। क्रिटिक्सहरू आर सेइङ द मुभी इज नट गुड, बट द अडियन्सलाई चाहिँ यो मुभी मन परे जस्तो हो। एउटा कम्प्लेन जुन मलाई छ यो मुभीबाट, द्याट द मुभी फिल्स इन्कम्प्लिट बिकज यो मुभी इन्कम्प्लिट नै छ। यो मुभीको बेस्ट पार्ट हो यो मुभीमा भएको पर्फर्मेन्सहरू। जफार ज्याक्सनलाई मान्नै पर्छ, द वे ही पोर्ट्रेस माइकल ज्याक्सन इज फेनोमेनल। यो मुभीले माइकल ज्याक्सन रियलमा कस्तो थिए त भनेर देखाउँछ एन्ड इट डज अ गुड जब इन इट। यो मुभीले हामीलाई फिल गराउँछ माइकल ज्याक्सन कति ठुलो आर्टिस्ट हो भनेर। अर्को यो मुभीको राम्रो कुरा हो यसको सङ्ग्सहरू सबै ब्याङ्गर मात्र हो। माइकल ज्याक्सनको फ्यान्सहरूको लागि त यो ट्रिट नै भइहाल्यो। एन्ड देन यदि हजुर पनि माइकल ज्याक्सनको फ्यान हो भने यो मुभी मस्ट नै हो तपाईँहरूको लागि। तर यदि हजुर माइकल ज्याक्सनको फ्यान होइन भने पनि आई रिकमेन्ड टु गो फर इट।